नेपाल मजदुर किसान पार्टीको घोषणापत्र अब यो यसले विशेष गरी शिक्षा स्वास्थ्य निःशुल्क हुनुपर्छ, काम गर्ने उमेरका युवाहरूलाई आफ्नै देशमा काम दिनुपर्छ र ज्येष्ठ नागरिकहरूलाई आदर निकेतनको बन्दोबस्त गर्नुपर्छ, बालबालिकाहरूको लागि बालोद्यानको बन्दोबस्त गर्नुपर्छ लगायतका धेरै राम्रा कुराहरू राखेर अब राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा उल्लेख गरिएको छ यसमा। अब यो हामीले पार्टीले दिएको निर्देशनअनुसार हामी जनताको घर दैलोमा पुगेर घोषणापत्र पढ्न सक्नेलाई पढ्न दिएर, पढ्न नसक्नेलाई पढाएर सुनाएर र अब हामी कार्यकर्ता भएको हुनाले हामीले पनि अब जनताका समस्या के हुन् त्यो समस्याको विषयमा पनि बुझ्नुपर्ने र अरू अब नेमकिपा केही गर्दैन भन्ने हल्ला छ। विकासको विषयमा पनि हामीले कहाँ पुलको आवश्यकता छ, कहाँ बाटोको आवश्यकता छ, कहाँ बिजुलीको आवश्यकता छ, जनताका तमाम समस्याहरू छ। गाउँमा अहिले पनि बिजुलीहरू पुगिन नसके। अब हिजो अस्ति हामी गाउँमा हिँड्दै गर्दा ल मादलमा छाप लगाइदिनु होला, यसो हेर्नु होला भनेर मैले नै भने। कतिपय दिदीबहिनीहरूले हाम्रो घरमा जो बत्ती बनाइदिन्छ उसैलाई हामी मतदान गर्छौँ, उसैको चुनाव चिन्हमा हामी भोट हाल्छौँ भनेर भन्नुभयो। अब यसको मतलब अहिले पनि राज्यले त अब पूर्ण सरसफाइ अनि साक्षरता पनि पूर्ण भइसक्यो, सबै भइसक्यो भनिएको छ, घोषणा गरिसक्यो। तर भित्र पसेर बस्तीहरूमा हेर्ने हो भने कतिपय ठाउँमा बत्ती छैन। अहिले हाम्रै यो दुल्लु नगरपालिका 12 नम्बर वडाको तल्लोको बस्तीमा अझ पनि बत्ती पुगेर रहेछ। कतिपय ठाउँमा अझै उसको बन्दोबस्त हुन सकेको छैन यो शौचालय। र अब म त कानुनको विद्यार्थी भएको हुनाले अझ कानुन सबैले जानेको हुनुपर्छ भन्ने कानुनको सिद्धान्त छ। त कानुनको मान्छे यति पीडित छन्, न्याय यति महँगो छ भन्ने छ। नेपाल मजदुर किसान पार्टीको नीति र सिद्धान्त घोषणापत्र अनुसार हामीले जनतालाई, पीडित मान्छेहरूलाई निःशुल्क रूपमा कानुनी सेवा पनि राज्यले त्यो बन्दोबस्त गर्नुपर्छ भनेर हाम्रो नेपाल मजदुर किसान पार्टीको पेसागत सङ्गठन कानुन अध्ययन समाज नेपालले जनताको गाउँ बस्तीसम्म पुगेर कानुनी सचेतना कार्यक्रमहरू चलाउनुपर्छ भनिराखेको छ। अब म त कानुनको क्षेत्रबाट अब आफूले सक्दो कानुन अध्ययन समाजको केन्द्रीय समितिको उपाध्यक्ष पनि म भएको हुनाले जनतालाई कानुनी हिसाबले साक्षर गराउनको लागि हाम्रै नेपाल मजदुर किसान पार्टी, अन्य राजनीतिक पार्टीहरू र यी स्थानीय तहका न्यायिक समितिहरूसँग पनि म 1-2 वर्ष अगाडिदेखि नै धेरै परामर्श गरिराखेको।